दर्शकवृन्द नमस्कार। मेरो कृषि च्यानलमा यहाँलाई हार्दिक स्वागत गर्छु। आज स्पेशली म अकबरे खुर्सानी कसरी धेरैभन्दा धेरै फलाउन सकिन्छ भन्ने विषयमा केही कुरा लिएर आएको छु। यो सिजन अकबरे खुर्सानी लगाउनको लागि एकदमै अनुकूल समय हो, अनुकूल सिजन हो। खासमा आज हामी अकबरे खुर्सानीको बेर्ना कसरी उत्पादन गर्ने, जग्गाको तयारी कसरी गर्ने, मलखादको प्रयोग कसरी गर्ने, रोगकीरा व्यवस्थापन कसरी गर्ने भन्ने विषयभन्दा बाहिर छौँ। अहिले यो भिडियोमा चाहिँ अकबरे खुर्सानी रोप्नुभन्दा अगाडि के प्रक्रियाहरू अपनाउनु पर्छ जसले गर्दा अकबरे खुर्सानी धेरैभन्दा धेरै फल्छ भन्ने विषय नै हाम्रो मुख्य केन्द्र भागमा रहनेछ। दर्शकवृन्द आउनुहोस् अब भिडियो सुरु गरौँ। सर्वप्रथम त हामीले आफ्नो अकबरे खुर्सानी रोप्ने जग्गा एकदमै पारिलो 6 देखि 8 घण्टासम्म घाम लाग्न सक्ने कुनै रुखको छहारी नभएको ठाउँ रोज्नुपर्छ र त्यो ठाउँलाई हामीले कम्पोस्ट मल अथवा गोबर मल एकदम राम्रोसँग पाकेको गोबर मल मिसाएर एकदम राम्रोसँग चाहिँ त्यसलाई मिसाउनु पर्छ। त्यहाँ कुनै रोगको संक्रमण छ कि भनेर हामीले बेबिस्टिनहरूको प्रयोग सुरुमै गर्न पनि सक्छौँ र मलखादहरू पनि व्यवस्थापन गर्न सक्छौँ। यो कुरा पनि अलिकति चाहिँ राखेँ मैले। त्यो भइसकेपछि स्पेसली धेरै राम्रो फल्नको लागि चाहिँ अहिले मल्चिङ प्लास्टिकहरूको प्रयोग गरिन्छ। मल्चिङ प्लास्टिकहरूको पनि प्रयोग गर्न सकिन्छ। मल्चिङ प्रयोग गरिसकेपछि अब 10 देखि 15 दिन अगाडि नै मल्चिङ प्रयोग गरेर दुलो नपारिकन अथवा प्वाल नपारिकन राख्न पर्दछ। त्यसो गर्दाखेरि चाहिँ त्यहाँभित्र भएको अन्डा हैन, किराको अन्डा अथवा अन्य लार्भाहरू केही छन् भने चाहिँ त्यो बाफिलो भएर मर्न सक्छ र मल नपाकेको मल भए पनि त्यहाँ पाक्छ। अब मुख्य कुरा चाहिँ अकबरे खुर्सानी धेरै फलाउनको लागि हामीले के कुरा गरिरहेका छौँ भन्दा त्यहाँ कसरी चाहिँ बिरुवा रोप्नुभन्दा अगाडिको प्रक्रिया के हो भन्ने कुरा नै हामी केन्द्रित छौँ। त्यसो हुँदाखेरि बिरुवा तयारी भएको बिरुवालाई हामीले 15 देखि 30 मिनट आधी घण्टा बेबिस्टिन अथवा कुनै पनि ढुसीनाशक विषादी, स्पेसली चाहिँ बेबिस्टिन पाइएन साफ भन्ने विषादीलाई पानीमा घोलिराख्ने। त्यसमा चाहिँ अकबरे खुर्सानी रोप्न ठिक्क परेको अकबरे खुर्सानीलाई हामीले आधी घण्टा जस्तो त्यसमा भिजाएर राख्ने र अब तयारी भएको फिल्डमा हामीले के गर्नुपर्ने हुन्छ भन्दा त्यसरी ठिक्क विषादीमा भिजाएर राखेको अथवा डुबाएर राखेको बेर्नालाई चाहिँ अब हामी के गर्छौँ त्यहाँ मुख्य फिल्डमा लगेर रोप्छौँ। रोप्नुभन्दा अगाडि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने जुन खोर्सानीको मूल जरा हुन्छ, खोर्सानीको मूल जरा लामो गएको छ यदि भने त्यसले अनिवार्य रूपमा काट्नुहोस्। किन त्यो धेरै किसानले चाहिँ के गरिराखेको हुन्छ भने त्यहाँ नकाटिकन रोप्ने चाहिँ चलन छ। त्यस हुँदाखेरि त्यसको मूल जरा दोब्रिन्छ, ढुङ्गामा परेर अथवा कुनै कारणवश दोब्रियो भने त्यो बोट बढ्दैन। तपाईँले जति मल हाल्नुहोस्, जति पानी हाल्नुहोस्, जति स्याहार गर्नुहोस् बढ्दैन। त्यस हुँदाखेरि त्यसको मूल जरा चाहिँ अलिकति काटेर रोप्नुहोस्। अब कसैले चाहिँ त्यही रोप्ने बेला नै टुप्पो चाहिँ हटाउने चलन छ। खासमा चाहिँ त्यसरी रोपेर सरिसकेपछि त्यसको टुप्पो हटाइदिनुहोस्। यसले गर्दाखेरि धेरै गाँज हाल्ने अथवा धेरै हाँगाहरू हाल्ने सम्भावना बढी हुन्छ। त्यसकारण त्यो गर्न अनिवार्य छ। यति गरिसकेपछि चाहिँ तपाईँले खोर्सानी बढी फल्न सक्ने सम्भावना चाहिँ नै हुन्छ। हामीले यति कर्म चाहिँ गर्नुपर्छ रोप्नुभन्दा अगाडि है। अनि त्यसपछि मलखादको कुराहरू, रोगकीरा व्यवस्थापनको कुराहरू त छ। यदि तपाईँहरूको यो विषयमा माग भयो भने म त्यो विषयको भिडियो पनि लिएर आउनेछु। यो च्यानलमा नयाँ हुनुहुन्छ यदि तपाईँ भने यस च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनको लागि म अनुरोध गर्छु। र कस्तो खालको भिडियो तपाईँलाई मनपर्छ अथवा आवश्यक पर्ने यसको रोगकीरा व्यवस्थापनको कुरा पनि छ। जस्तो फलको आउने औँसा जुन अकबरेको भित्र लाग्छ त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा चासो छ अथवा यसलाई मलखाद कसरी प्रयोग गर्ने भन्ने कुराको चासो छ भने पनि यो भिडियोको कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनको लागि म अनुरोध गर्छु। थप कुरा बाँकी अर्को भिडियोमा म पुराका पुरा तपाईहरुलाई यहाँ बताउनेछु। आजको लागि भने यस अकबरे खुर्सानीसँग सम्बन्धित केही विषयवस्तु, थोरै विषयवस्तु, यो पहिलो भिडियो भएको हुँदाखेरि थोरै विषयवस्तु राखे। तपाईलाई कस्तो लाग्यो? तपाईको सल्लाह सुझावको अपेक्षा सहित आजको लागि बिदा हुन्छु। नमस्ते।